So hello guys, welcome to our Hello guys, आज हामी घुम्न गएन यो सिम्माको शिवपुरी आउँदालाई हामी चाहिँ यसो यहाँ शिवपुरी डाँडा शिवपुरी डाँडामा गुम्बा भन्ने ठाउँमा घुम्न आएको छु। अब हामी कहाँ पुग्यौँ थाहा छैन। यो ठाउँ चाहिँ यस्तो छ है। यसो हाम्रो पारा अब यो त यसो हाइकिङ आएको आउनु त अब बाटै नचिनेर आधी बाटोमा छौँ। फर्किनु पर्ला है हामी त अब त्यस्तो देखिसक्यो गाइस। म पुगेर चाहिँ टाइगर फर्केर आइदिए ल ल भइहाल्छ नि। बाइ बाइ यहाँ दुईजना जा हेर्नु अगाडि एकजना यो म यो मेरो बहिनी कतै आएको सिधै के फालेको नि किन फाल्नु मन लागेर यस्तो उकालो छ हेर्नु नि यस्तो गर्मी छ। उकालो यार त भएन त जो माछा जाँदा नि यस्तै भएको थियो क्या हामीलाई त छ्याक्कै त्यहाँ त त्यो बेला पुग्यो हामी यतिखेर पुगेर फर्केर यतिखेर त के साह्रो उकालो यो ओ यो दबाएर होला नि यहाँ अगाडि उतारेर हेलो गाइस वेलकम टु माई युट्युब ब्लग मिनी ब्लग कति भन्छ फेरि भन्नु पर्यो छिटो हेलो गाइस बाटो नचिने यता नाप्छ यता आउनु यता होला प्रेम चाहिँ पस पस वाउ नाइस हेलो गाइस त्यो थियो भन्न गाइस भन्दैन अरू नि भन्नु न। अब हामी घुम्न त गयो है। बाटो चाहिँ यस्तो छ अब केही चिन्दैन केही जान्दैन मान्छेलाई सोध्दै सोध्दै गएको। यो त बाइक त स्लिप खान्छ नि यहाँ त यही बाटो हो र। अब टिकट काट्ने ठाउँ पनि कहाँ हो थाहा छैन। मान्छे यतिकै हिँडिरहेको छ थाक्यो यार। ठाउँ चाहिँ दामी छ कि सहर चाहिँ यस्तो दामी अलिक देख्दैन कि यो वाइड एङ्गलमा भयो नि। यस्तो ठाउँ त अलिकति टुरिस्टलाई अलिकति गाह्रो हुने ठाउँ के अन्त त्यो बाइक गाडीमा आउने भए चाहिँ बाइकमा आउने भए चाहिँ ठाउँ दामी छ होइन। यस्तो ठाउँ कसरी हिँड्नु क्या दामी त होइन बाइक गाडीमा आउनुलाई त यस्तोमा घर कसले बनाउँछ यार इन्जिनियर को हो यसो ए खै हेर्नु त्यो त इन्जिनियर चाहिँ हाम्रो इन्जिनियर अनि यो हाम्रो घर बनाएको इन्जिनियरले यो म घुम्न ब्लग के तर माथि पाउँछु होला अलिक महँगो लिन्छ कि सामानको। हामीले खाजा ल्याएन त अनि भोक लाग्यो भने क्या दुईजना डनहरू उहाँ पुगिसक्यो क्या। अब हामी चाहिँ यहाँ बाटो छैन यस्तो गाउँघरमा आएर सुलाइरहेको छ कि गाउँघरमा आज सुलाइरहेको छु कि होइन। बाटो नि उस्तै मान्छे नि उस्तै यसरी पर्दैन क्या। मेरो गाउँ त पहिलाको गाउँ भएपछि खतरा हामी कति घन्टा हिँड्नुपर्छ 3 घन्टा है उबाट धमिलीबाट त हाम्रो गाउँ जान क्या। अहिलेको गाउँ त उत्रिने बित्तिकै 2 मिनट हाइवेमा Look at this view, guys.
दामी दामी म चाहिँ मेरो गाउँमा क्या रे आज ऊ त्यहाँ हेर्नु जुतिर खायो समाधिको हो क्या ऊ हेर्नु त सुन्दरी हो यार हेलो गाइस हामी उता रुम चढ्न जान्न त्यहाँ रुम पछाड छ जानु खानेकुरा होला है होला सोध न एकचोटि के हो सोध्नु कहाँ सोध्नु म जान्छु नि पर्दैन क्या भाइ त्यो खानेकुरा हो के खानेकुरा हो त्यो आल्छ जाऊ लिएर आउँछु बिस्तारै त्यो सिसावाला एकजना कहाँ गयो ल उही त्यो त हरायो त एकजना मान्छे गायब हाम्रो यहाँ एकजना डन के लिन जाँदैछ हुनु भएन खोइ कहाँ गयो यार त्यो उही त्यो फुच्ची कहाँ गयो के रे हो हाल्छ हो क्या हाल्छ भन्ने चाहिँ के हो खानेकुरा आउनु मैले पनि बिर्सेको नानी कहाँ गयो के यताबाट गइसक्यो क्या डजल कस्तो साइकी छ जब भएन दुईटा मात्र अझै एउटा देऊ न दुईटा देऊ न भाइ फाला पाके खानु होला आम्म भाइ त यार खतर चढ्दो रहेछ देखाइदियो त्यो कहाँ गयो के यो पाक चाहिँ क्विन चाहिँ उयोदैन भित्र किरा हुन्छ यो त बाँदर आउँछ आउँदैन भाइ यो त बाँदर आउँछ आउँदैन तिमी यहाँ बस्दैन ए जाऊँ न जाऊँ पाके रहेछ त नि एउटा उनीहरू देऊ न एउटा फाल्दैन भाइ एउटा फाल्दैन फाल ल थ्याङ्क यू है भाइ आमो स्टाइल केही हो र त्यो खुट्टालाई हाने त आफै खाने खुट्टा हानेर यस्तो गरेर होइन यस्तो गरेर हाल्दैन त छोको ए अब भाइहरूलाई आल्छ माग्यो थ्याङ्क यू भाइ थ्याङ्क यू सो मच धेरै मच नगर भने त्यस्तै क्या ए सुजन तँ आएको भनेर होइन तँ आएको भनेर क्या बाटो खन्दैछ हेर्नु बाटो खन्दैछ हेर्नु त्यो मान्छे हरायो यार खोइ त खोइ सुजानु तल केही किनौँ न तल केही किनौँ न भने क्या मान्छे छैन होला अब त कहाँ गयो त्यो कस्तो टेन्सन दिन्छ यार मलाई त अमिलो हुन्छ नानी हराएको छ कसैले भेटेछ सम्पर्क गरिदिनु होला हाम्रो गाउँमा पार्टनर हराएको चौचोहरू त्यसले खेलिदिएको छैन दिने एउटा बिस्कुट किन्दैन यसलाई एउटा बिस्कुट किन्दैन खोइ छोड्नु न मेरो हातबाट नखाओस् यसलाई एउटा बिस्कुट के ओइ फेरि कहाँ गयो के
5वटा भन्नु सर 5वटा पर्दैन 4वटा किन के खान्छ अहिले उयो कुकुरहरू किन क्या पानी किन्नु नकिन 5वटै नकिन्छु खोइ त कहाँ गयो यार उनीहरू मास्टरको हामी नै थाहा नभएर हरेर राख्थ्यो उता त होइन यतै जान्न ए भरेन छ यहाँ यो चिसिनी होमस्टे कताबाट जान्छ थाहा हामी यहाँ पनि कति 5वटा 4वटा क्या बुझाइसकेको छैन तपाईँ पनि खानु न बुझा हौ तिमी चुचोट लगाउनु म खाँदैन चिसो अनि तँ लाग्नु त टन्सिल भइरहेको छ फेरि मलाई त्यो नलग भएर खानु हुन्छ होला नि पैसा 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 सर गाइस हम न यो खोइ त नानी खोइ कहाँ कहाँ गयो त ए मलाई कस्तो देखाएर रहेछ मलाई कस्तो देखाएर रहेछ त्यो मान्छे जस्तो यस्तो राम्री ब्युटी पुड्की उयो कुकुर छ नि यो सेम ए हो यहाँ बसिरहेको छ तिमीहरू मम्मीहरू आउँछ होला बहिनीहरू चाहिँ अहिले होला। भेट्यो भने म यहाँ छु भनिदिन्छु यहाँ बस्छ ल छेउतिर नजर लड्छ अहिले अब होइन अपडेट गर्नु पऱ्यो नि त अब यसो भेट्छ छेउतिर नजाऊ त्यहाँ नबस्छ अलि यता बस्छ लड्छ क्या उनीहरूको मम्मी होला होइन न? रे मान्छे 2जना मात्रै छ चामल बस ल म चाहिँ कहाँ छु कहाँ छु त्यस्तो त गर्नु नपर्ने हो हो या त्यो फर्किनुपर्छ हामी सब ढिलो आएको यसले कसले बोल्नु ला मलाई यो यत्रो ब्याग बोकिरहेको छ पाल गयो कसको यता त्यसो त म बोल्छु हेलो मेरो लु चाहिँ किन जानु भन्दा We are coming Sivapuri hiking. Wow, nice English. And very अभी अभी मतलब देखाउँदैन त अनि कसरी भाइरल हुन्छ एउटा फोटो चाहिँ हान्न मेरो भिडियो बनाउनु सक्यो अघि नै भन्नु अघि त्यत्रो हानेको थियो त्यहाँ राम्रो आएको एउटा फोटो खिच्यो 2-4 वटा खिचेँ हाल आइ केटाहरू फोटो खिच्ने फेरि भन्दा जग्गा जस्तो भाइरल आइरहेको दोस्त किन यो? गाउँमा यसरी बोलाउँछ नि त ओ काइला ओ माइला भात थुमरी खाऊ त बाहुन होइन तल कसरी नेपाल तामाङ हुन्छ है हँ त बाहुन होइन बाहुन म घलान हो भन्दा टाबी नत पाऊ है बसन्ती भन्ने सुने क्या तिमीहरूले बसन्त भन्दैछ क्या खतरा मजा आयो क्या सुन्नु चाहिँ क्या कसम गाडी होइन थप्रै थाक्ने रहेछ म कुद्छु सोच एकदम डन कुद्ने कुरामा छ सो गाइज हामी यहाँ आइपुग्यो अब एउटा कोइन्सिडेन्सको कुरा भयो है कोइन्सिडेन्सको कुरा सिकियो भन न आज आज त्यो बच्चाहरू छुटेको तल बसेको उसको आमा चाहिँ भर्खर यतैतिर खोज्दै हिँडेर आएछ आज तपाईँहरू कतै घुम्न जानु हुँदैछ भने बच्चाहरूलाई राम्रोसँग बोक्नु होला त्यही त किनकि भने अब जङ्गलहरू अलि घना हुन्छ कहाँ जुन छ थाहा हुँदैन नि त्यो भने अहिलेको जेनेरेसनको मान्छेहरू चाहिँ कस्तो छ भने अलिकति है टिकटक सिकटक बनाउने अनि बनाउने अलि बच्चाहरूलाई हेरचेक गर्ने जिग्रै गर्ने त्यस्तो हुन्छ क्या फेमस हुनुको लागि दिस इज नट इनफ त्यस्तो नआउने इङ्ग्लिस नबोल्न त्यस्तो चाहिँ नगरिदिनु होला अब बच्चाहरूको आफ्नो बच्चाहरू चाहिँ आफै ख्याल राखेको राम्रो हो एकदम होइन अब त्यसरी उ गऱ्यो भने चाहिँ एकदम नराम्रो हो क्या
बिचरा बच्चा हराएर त्यहाँ तल बसिरहेको दुईजना मात्रै लास्टमा त यही रहेछ केटाहरू जस्तै देखिरहेँ पछाडिको थाक्यो यार तर लास्टै आज यस्तो ठाउँमा घरहरू लक्की हो नि है के लाग्यो भने मलाई त राम्रो लाग्छ हो अहिले त अब 1-2 दिनको लागि चाहिँ राम्रै हो क्या यसो बुझ्नु पर्दा होइन तर तर हाम्रो पनि डेभलप भयो भने यस्तै हुन्छ हाम्रो कहाँ तिम्रो गाउँतिर यस्तो मेरो गाउँ त पुरै सम्म हो क्या तराई जस्तै छ तराई नि भन्न मिल्दैन सिन्धुली होइन मरिन खोलाको छेउमा छ नत्र त 32 कति डिग्री सेल्सियस हुन्छ होला ओ गर्मी चाहिँ बबालै गर्मी हो बस्न गाह्रो हुन्छ तर ठाउँ त्यस्तै हरियाली नै छ क्या यतिको पाहाड तर यस्तो पाहाडहरू चाहिँ हिचाउनु पर्दैन तराई भाग्नै पर्छ अब त्यो 1-2 दिन घुम्न जानको लागि हिँड्ने मान्छे हो भने त अब कस्तो हो भने त्यो ठाउँ राम्रै लाग्छ क्या अब अलिकति मान्छे जो हुन्छ नि त्यो यतातिर बस्ने आल्छ हाम्रो उसमा क्या भाउजू घरतिर टन्नै पाइन्छ क्या यस्तो आल्छाहरू चाहिँ यहाँ छ अघि हामीले आल्छा खाएको एउटा आल्छा नानीले ल्याइदिएन त्यसलाई ल्याइदिने एउटा आल्छा अनि त्यही भन्न खोजेँ मैले चाहिँ पहिलोचोटि घुम्न आउने मान्छेले पाहाड चाहिँ राम्रै हो क्या अब त्यहाँ बसेर दुःख गर्ने मान्छेलाई मात्र थाहा हुन्छ नि त कति दुःख हुन्छ भनेर लाइक त्यो मैले एउटा मुभी हेरेको थिएँ क्या त्यसमा चाहिँ एउटा इन्डियन काम गर्ने हुन्छ होइन कश्मीर खतरा लाग्छ कि त्यसलाई त्यहाँ जान्छ कि अनि युद्ध सिद्ध हुन थाल्छ होइन अनि 1 मन्थ कति भएपछि फेरि रिटायर लिन्छ क्या त्यस्तो हुन्छ त्यस्तै हो त्यो मान्छे चोर हो चोर राम्रो ठाउँमा प्रायः के हुँदैन भने सुविधा के भन्दा नि सुविधा भयो भने त राम्रै हुँदैन नि त मैले म्याक्सिमम् गेस गरेर अनुसार चाहिँ अब जहाँ धेरै सुविधा हुन्छ त्यहाँ चाहिँ मलाई नि देखो न भ्लगमा भन्नु अब तिमीले देखाएको त नि कि यहाँ हेर ल भन्छ जानु पर्दैन त्यस्तै दिस इज द प्लेस यसलाई तामाङबाट के भन्छ के भन्छ सिस्नुलाई तामाङबाट सिस्नु भन्दैन के भन्छ पोलो 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 हो क्या चस्मा जान गाइसमा चस्मा लगाएर हिँड्नु पऱ्यो के भन्छ यो हामी कस्तो चाहिँ बाटो हिँड्नु थियो हेर्नु दिस इज द इन्डिया एक वर्षपछि गाउँ राम्रो लाग्नु थाल्छ फेरि गाउँ गएपछि काठमाडौँ राम्रो लाग्नु थाल्छ यत्रो काम गर्नुपर्छ भारी बोक्नुपर्छ यार खोल्चा हिँड्नुपर्छ त्यही त हो नि अब तर म गाउँ जाने भने कि अस्ति होइन सबै गाउँको मान्छेहरू जति यता आयो क्या हाम्रो गाउँको मान्छेहरू त सबै काठमाडौँ आएको छ कि अनि गाउँ जानै मन लाग्यो मलाई त हाम्रो गाउँमा क्या मेरो गाउँमा कति 15वटा जति घर छ होइन त्यतिमा हामी जस्तो केटीहरू कोही छैन सबले बिहे सक्नुभयो क्या अनि केटामा नि म जस्तो एउटा के त्यो अनार हो पाके खाना खानु मिल्छ अरे भाइ त यस्तोमा नपर्ने भइरहेको म पर्न त्यो के भयो त चार्ज सक्यो त मेरो भ्लग चाहिँ हेर्नु भन न धेरैवटा बोले नि त होइन यहाँ हेर साथी तिमी हेर यहाँ गर्मीले होइन पसिना हेर यहाँ पसिना काठमाडौँमा रुमभित्र बसेर जमाएको पसिना बाहिर निस्क्छ ब्यागमा हाल्छ नि हे टार्जन का मैं बाप ये आ रहा हूँ नाच्नु पर्छ ल कहाँ मैले एउटा गीत ताने ए ल रुकुमै कोटा हो क्या गाई जान्छ ओ यसरी लडी म होइन वाला ऊ चाहिँ दामी बन्ने भयो यहाँ पनि के हो हेर्दै ढाड फेरि सायद धेरै सुत्ने भएको लास्ट त यहाँ होइन रे क्या
अलिकति दुःख गरे मात्रै हुन्छ जस्तो लाग्छ गाइज ल इन ब्लगिङ फाइनल यत्रो हिँडेपछि हाम्रो डेस्टिनेसन चाहिँ हामी आइपुग्यो के भन्न चाहनुहुन्छ तपाईँले नमस्कार मेरो नाम जहिले एउटै भने ठाउँ चाहिँ यस्तै दामी छ है गाइज हात्ती पुग्नुपर्ने होला यहाँ छ होइन यो ठाउँ चाहिँ बाबा चाहिँ भयो त्यस्तो यत्रो हिँडेर आयो मेरो केटाकेटी र त के भन्नु चाहनुहुन्छ अब यस्तरी भन्दैन यस्तै नै के त भिडियो आधी धो दिहाल्यो ल गुम्बाको मुनि ल मुनि भुइँमा घुँडा टेकेर भनेको त्यो घुँडा ल पोज सो गाइज हाम्रो भ्लग चाहिँ आजले यति नै है चार्ज पनि सकियो के हाँसेको नि सक्यो चार्ज पनि सकियो एकजना मान्छे नि ठुस्क्यो होइन त्यो के होइन यसो गाइज फर्किँदै अब हामी आफ्नो बाटो लाइक एन्ड सब्सक्राइब गरिदिनु सेयर गरिदिनु है हाम्रो यसलाई भाइरल बनाइदिनु टिकटकमा पहिल्यै भाइरल छ यही नि भाइरल बनाइदिनु यसलाई नि भाइरल बनाइदिनु मलाई चाहिँ लाइक गरिदिनु यसलाई सेयर गरिदिनु सब्सक्राइब पनि गरिदिनु र आज यति नै थ्याङ्क्स फर वाचिङ अन्टिल द इन्ड ल गाइज